म आज हजुरहरूलाई दीप अर्थमा लेजर कसरी बनाउने भनेर देखाउन गइरहेको छु। सुरुमा त हजुरले क्विक मेन्युमा जानुहोस्, त्यसपछाडि क्रिएट लेजर भन्ने अप्सन देख्नुहुन्छ, त्यसमा क्लिक गर्नुहोस्। हजुरले क्विक लेजरमा अब नाम, कस्टमरको नाम, अनि उहाँको एड्रेस, उहाँको कन्ट्याक्ट नम्बर, ब्याट प्यान नम्बर केही छ भने त्यो नम्बर, अब ग्रुपमा चाहिँ हजुरले जहिले पनि कस्टमरको चाहिँ ग्रुप बनाउँदाखेरि चाहिँ जहिले पनि हजुरले सन्ड्री डेप्टर्समा सेलेक्ट गर्न पर्ने हुन्छ। ग्रुपमा सेलेक्ट गरिसके पछाडि हजुरले तलपट्टि लेजर टाइप भन्ने अप्सन देखिरहनु भएको छ। त्यसमा चाहिँ हजुरको जेनरल लेजर र सब लेजर भनेर छ। अब जेनरल लेजर भनेको चाहिँ हजुरको एकजना पर्सनको मात्रै अकाउन्ट भयो, लेजर भयो। सब लेजर भनेको चाहिँ होल फ्यामिलीको लेजर हुने भयो। लेजर सेलेक्ट गरे पछाडि चाहिँ हजुरले साइडमा ओपनिङ ब्यालेन्स देख्न सक्नुहुन्छ। हजुरले त्यसमा पार्टीको ओपनिङ ब्यालेन्स राखेर अनि यसलाई क्रिएट गरिदिनुहोस्। हजुर अर्को भनेको सप्लायर्सको लेजर। सप्लायर्सको लेजर बनाउँदाखेरि पनि हजुरले सप्लायर्सको नाम, एड्रेस, फोन नम्बर, उहाँको भ्याट प्यान नम्बर, अनि ग्रुप चाहिँ जहिले पनि सप्लायर्सको चाहिँ सन्ड्री क्रेडिटर्स हुन्छ। सन्ड्री क्रेडिटर्समा सेलेक्ट गरेर हजुरले हजुरको सप्लायर्सको लेजर पनि बनाउन सक्नुभयो। अर्को भनेको हजुरको ब्याङ्क। अब हजुरले कारोबार गर्ने ब्याङ्कको नाम राखिदिनुहोस्। अब त्यो ब्याङ्कको नाम पछि हजुरको एड्रेस, त्यो ब्याङ्कको एड्रेस कहाँ हो, एड्रेस राखिदिनुहोस्। ब्याङ्कको चाहिँ जहिले पनि हजुरले ग्रुप सेलेक्ट गर्दाखेरि ब्याङ्क नै भनेर गर्नुपर्ने हुन्छ, पछि गएर हजुरलाई खोज्न पनि सजिलो हुन्छ। अब यसलाई क्रिएट गरिदिनुहोस्। अब अर्को भनेको हाम्रो कारिगरको पनि हजुरको त्यही नै हो, नाम, कारिगरको नाम, एड्रेस, फोन नम्बर, अनि ग्रुपमा कारिगरै भनेर राख्नुहोस्। कारिगरको पनि हजुरले सजिलैसँग क्रिएट गर्न सक्नुहुन्छ। एक्सपेन्सेसहरूको पनि हजुरको डाइरेक्ट एक्सपेन्सेस र इन्डाइरेक्ट एक्सपेन्सेस भनेर छ। अब खाजाहरूको भयो, अरू कुराहरूको खर्च भयो, जेको पनि हजुरले चाहिँ एक्सपेन्सेस राखिदिन सक्नुहुन्छ।